Handsy अनुज छैन म हेर्नुस् यो अब यसो जान लाग्छ फेरि उ सुन्ने लाग्छ आन्जो भान्जो यो बच्चा कसो लैजानु कृपया यो फेरि ग्याङ्स्टर बन्दै हिँड्ने हुन्छ कि सबले हेर्छन् त्यसो चाहिँ यस्तो हस्कट त म के ल साथीहरु फेरि आज एकदमै दशैंको स्पेशल ब्लग एकदमै रमाइलो हुनेवाला छ हेर्दै जानुस् आज नाचो यता उति एकदमै ब्लगमा के हुन्छ आज नाच गान यता उता घुम्ने ह्यान्सी अनुज छैन म कोले भन्थ्यो मेरो भाइलाई हेर्ने भन्थ्यो यो एक्स हुन्छ कि एक्स क्रस ल साथीहरु फेरि एकदमै अब हिँड्न लागि हामीहरु एकटा तार अल्झिन्छ के एकदम केटाहरु फेरि आज एकदम सेन्ट लगाएर आछन् एकदम ह्यान्सी बनेर म सिम्पल होइन म पनि सिम्पल हो एकदमै हैन हेर्नुस् फेसन आजको राति कोही मान्छे राति यस्तो फेसन गरेर आउँछ हेर्नुस् यो अब घडी यो सामान्य हो साथीहरु यो दुगै नयाँ लुगा हेर्नुस् यो पोइन्ट हेर्नुस् ए मेरो उयो ब्रान्डेड माल सबैको भिडियोमा सबै भिडियोहरु लाग्यो हैन सबै भिडियोमा मेरो यही भिडियो छ के होला यो ब्रान्डेड किन हेर्नु छाप पनि के को सर्पको छाप कोब्रा स्टाइलमा कोब्रा बन्डल ल जान त साथीहरु अगाडि त देखिन्न होला यस्तो अवस्था छ यहाँ जान लाग्छौँ हामी बाटामा केही देखिया छैन यस्तो अवस्था तर पवन मैले यो घर बिचमा यो 2 वर्ष अगाडि हो कति अम्बानी हो कति बेला स्कुलले कति करोड रुपैयाँ छ धेरै पनि 1.5 करोड रुपैयाँ थियो 1.5 करोड सस्तै पनि दिएले छौ त कुलाई के सस्तम दिने अब लोन थियो हल्का हैन त्यो मैले आफ्नो कलेजको क्यान्टिनमा त्यो समोसा खाइ लोन भएको थियो के तिर्न पर्छ मैले घर बेचेँ के हेर्नु साथीहरु अगाडि फेरि यहाँ बिहा हुन लाग्छ कसको एकदमै बिहा हुन लाग्छ रे बिहा हुन लाग्छ अरे हुन तिमीलाई म फेरि सिरियस छु के बा बिहा अरे त्यहाँ माथि रहेछ नि टेन्डर टायर हुन्छ नि माथि देखिया छैन म त 10 के हो त के यतिकै खोकेर खोल्ने अडिने के गर्नु त यार यसो जान लाग्छ फेरि उ सुन्ने लाग्छ साथीहरु अगाडि हेर्दै जानु हो त्यो गेम प्ले हुँदा त्यो हाले के अनि भिडियो बनाउने कि सर्ट्स फाटा फुट्छ कि यति मेरो होरल हो के मेरो पनि होरलै हो अगाडि फेरि अवस्था र व्यवस्था बनाउनु पर्यो क्या त्यहाँ छ साथीहरु एकदम नाचो बाहिर बस्ने भन्नुभयो त्यसकारण मैले ताली बजाएर सम्मान यो फेरि हाम्रो नारायणपुरको भाइरल केटो हो अबको केही दिनमा हाम्रो शिव ताण्डव निकै रहेको छ भान्जो फेरि पनि म सुचारू गराउन चाहन्छु कृपया अगाडि आएर नाचिदिनु होला महिषासुर मर्दिनी दुर्गा माता
भइरहेको छ होइन जे पनि आउनुलाई र नाच्नु नारायणपुर चोक बररी चोकतिर आउनु होला सूचना यो बच्चा कसको लैजानुहोस् कृपया कसको बच्चा हराइयो छ यार यो पररी चौकीनिर आउनु होला साथीहरू आज कुरामा के कुरा निस्क्यो भन्दाखेरि एउटा कुकुर छ क्या त्यहाँ हाम्रो त्यहाँ घरतिर आएको हुन्छ आलिया जस्तै भइरहेको छ यसलाई एकदमै लग्यो रहेछ कानमा चोट लगाएर कसले हान्यो भन्छन् कसले हान्यो भन्छन् कसले हान्दो र यो चोरले आफै लड्न जान्छ अरू कुकुरहरूसित कसले हान्छ अरे भोसडी कसले हान्यो तँलाई है भन् राति यहाँ टोलमा हेर्नेलाई यो फेरि ग्याङस्टर बन्दै हिँड्ने हुन्छ कि यस्तो भन्नुपर्छ आज हरे पुजारी भन्नुपर्छ है अनुज र यसको ठ्याक्कै फेरि एकदमै जोडी मिल्छ तिमीसित मिल्छ साथीहरू फेरि आइयौँ हामी अर्को ठाउँ नाच्यो हेर्न मन्दिरमा ऊ त्यहाँ त के हाइट रुइट गर्ला अहिले माहौल तात्या छ त्यतातिर फेरि एकदमै जाम अब के कस्तो हुन्छ त्यहाँ अगाडि हेर मान्छे चाहिँ लद्र्यान रहेछन् लद्र्यान सहयोगी जहाजहरूको गहिरो लागिरहेको छ स्वागत गरिदिनुहुन मान्छे छन् त्यो होराई 10 नारायणपुर दलोरा निवासी देवेन्द्र देववंशीले स्वर्गीय बुवा नाहुन प्रसाद देववंशीको स्मृतिमा 1000 प्रकाश सहयोग गर्नुभएको छ उहाँलाई जोरदार तालीले स्वागत गरिदिनुहुन हार्दिक अनुरोध त्यसै गरी होराई 10 धर्मकीय निवासी भक्तबाज रु 2505 सहयोग गर्नुभएको उहाँलाई पनि जोरदार तालीले स्वागत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु अब फेरि पनि हाम्रो यो भजन कीर्तनको कार्यक्रम आफ्नो के अरे प्रतिभालाई यहाँ उपस्थित भई आफ्नो प्रतिभा देखाइदिनु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद ल साथीहरू फेरि एकदमै आजको ब्लग यति नै थियो केटाहरू फेरि आज बौला जस्तो गरिरहन्छन् अब लाइक सेयर सब्सक्राइबको कुरा त्यो चाहिँ अब ल लाइक कमेन्ट सेयर गर्नु न गाइस हैन त्यति भन्दै सबले हेर्छन् त्यो यस्तो हरकत त म के गाइस यो त सब देखाउँछु ल आजको ब्लग यहीँ एन्ड गर्छु साथीहरू अब नेक्स्ट ब्लगमा भेटौँ ल आजको लागि यति नै ल जय नेपाल जय नेपाल जय सरकार